सुनेमा म हजुरहरूलाई गलाती 6:14बाट एकताल पढेर आशिष गर्न चाहन्छु। यसरी लेखिएको छ, हाम्रो प्रभु यीशु ख्रीष्टको क्रुस बाहेक कुनै कुरामाथि घमण्ड गर्ने कुरा मदेखि दूर रहोस्, जसद्वारा म चाहिँ संसारकोदेखि र संसार मेरोदेखि क्रुसमा झुन्डाइएको छ। आज चाहिँ म हजुरहरूलाई छोटो समयमा वर्णन पनि मैले पारेको थिएँ अनि त्यहाँ चाहिँ क्रुसको बारेमा हेरेका थियौँ। आज क्रुस तपाईँहरूको निम्ति के हो भन्ने सन्दर्भमा हामी कुराहरू गर्दैछौँ। क्रुस हामीले मण्डलीमा क्रुस होइन, स्कुलको अगाडिपट्टि पनि क्रुस छ। कतिजनाले क्रुसको माला लाउनु भएको छ होला, कतिजनाले क्रुसको ट्याटु पनि हाल्नु भएको छ होला, कतिजनाले चाहिँ क्रुसको कप लाउनु भएको छ होला, झुक्का लाउनु भएको छ होला होइन। त्यो छुट्टै छुट्टै कुरा हो होइन। के हो क्रुस भन्ने कुराहरू मण्डलीमा क्रुस तर हामी देख्छौँ त्यहाँ चाहिँ मण्डलीले चाहिँ क्रुसलाई पूजा गरेर मण्डलीमा झुन्डाउनको लागि, मण्डलीमा पूजा गरेर देखाउनको लागि चाहिँ मण्डलीमा चाहिँ क्रुस राखेको होइन। क्रुस चाहिँ कुराहरू 3जना जातिहरूको बारेमा हामी हेर्छौँ। रोमी जातिहरूले चाहिँ क्रुसलाई चाहिँ दण्ड दिनेहरूमध्येमा सबैभन्दा क्रूर दण्डहरूमध्येमा एउटा मानिएको थियो। किनकि क्रुसमा झुन्डाएको मान्छे चाहिँ कतिजना 2-3 दिनमा मर्नको लागि पनि 2-3 दिन लाग्ने गर्दथ्यो। कसैलाई चाहिँ 10 देखि 12 दिनसम्म पनि क्रुसमा झुन्डै गरेर मर्नु पर्दछ, कम्ती मर्नु पर्दछ है। र रोमीहरूको लागि चाहिँ दण्ड दिने एउटा डरलाग्दो माध्यम थियो। यहुदीहरूले चाहिँ मान्छेलाई, हत्याराहरूलाई, व्यभिचारीहरूलाई दण्ड दिनको लागि चाहिँ उनीहरूले ढुङ्गाले हानेर मार्ने गर्दथे। ढुङ्गाले हानेर मरेपछि त्यसपछि उनीहरूले त्यसलाई त्यो लासलाई चाहिँ क्रुसमा झुन्डाउने गर्दथे। किनभने तिनीहरूले के विश्वास गर्थे भने व्यवस्था 21:22 अनुसार चाहिँ क्रुसमा झुन्डिने हरेक श्रापित होस् वा काठमा झुन्डिने हरेक श्रापित होस् भनेर चाहिँ उनीहरूले विश्वास गर्ने गर्दथे। भने अन्य जातिहरू विशेष गरेर ग्रिकहरूले चाहिँ क्रुसलाई चाहिँ एउटा मूर्खताको रूपमा चाहिँ उनीहरूले लिने गर्दथे। आज तपाईँहरू क्रुस के हो भन्ने कुराहरू चाहिँ म आज हजुरहरूलाई आशिष गर्न चाहन्छु। क्रुस चाहिँ उनीहरू हाम्रा श्रापहरू राख्ने ठाउँ हो। हालेलुया। श्राप भनेको बुझ्नुहुन्छ, पक्षी होइन। श्राप भनेको श्राप। हाम्रो जीवनमा तपाईँहरू म जन्मदाखेरि हामीले हाम्रो पापी श्राप लिएर आएको हुन्छौँ। क्रुस भनेको चाहिँ हाम्रा श्रापहरू राख्ने ठाउँहरू। क्रुस भनेको चाहिँ हाम्रा भारीहरू, हाम्रा बोझहरू राख्ने ठाउँ हो। त्यसो यसरी भन्नुभयो, यो सबै त्यसपछि के लेखेको छ? यो सबै थाकेकाहरू र बोझले दबिएकाहरू म कहाँ आऊ, म तिनीहरूलाई विश्राम दिनेछु। यसो क्रुसको अर्थ चाहिँ तपाईँहरूको निम्ति के हो भने हाम्रो चाहिँ भारी राख्ने ठाउँ हो। क्रुस चाहिँ प्रेमको प्रतीक हो। यस्तो देख्नु भएको छ? कतिजनाले यस्तो गर्छ नि, अर्थ के हो? मरिजा भनेको नयाँ जमाना होइन, यस्तो गर्छ कि हो कि अब हिरो के हो यति चिनिदिनुहोस् भनेको प्रेमको प्रतीक हो कि होइन। तर इसाईहरूको लागि चाहिँ प्रेमको प्रतीक चाहिँ के हो? क्रुस हो। हालेलुया। प्रेमको प्रतीक चाहिँ क्रुस हो। अनि क्रुस चाहिँ तपाईँ र मेरो निम्ति चाहिँ आशाको प्रतीक, आशा है। तपाईँ र मेरो निम्ति चाहिँ विजयको चिन्ह हो। पहिलो कोरिन्थी 15:52-51 यसरी लेखेको छ, ए मृत्यु तेरो खेल कहाँ, ए पाप तेरो विजय कहाँ, ए मृत्यु तेरो विजय कहाँ। बाइबलले यसरी भन्दछ, मृत्यु र पापको दण्डलाई येशू ख्रीष्टले निल्नु भएको छ। हालेलुया। हेर्नुहोस् त, क्रुस चाहिँ तपाईँ र मेरो निम्ति चाहिँ विजयको चिन्ह। आफ्नो नजिकको साथीलाई भन्नुहोस्, क्रुस विजयको चिन्ह। क्रुस विजयको चिन्ह। क्रुस चाहिँ नयाँ जीवनको चिन्ह के हो रे हजुर? नयाँ जीवनको चिन्ह। मैले कतिजना साथीहरू भेटेको छु, ड्रग एडिक्सन होइन, ड्रग्सको फसेकोहरू,
शराबको रगत होइन रक्सीको लत फसेकोहरू चाहिँ जब कृष्ण आउँछन् उनीहरूको जीवन चाहिँ परिवर्तन भएको किन दबाईहरू देख्न सक्छौँ। त्यति मात्र होइन प्रियहरू, क्रुस चाहिँ नयाँ जीवनको आशा हो, नयाँ जीवनको केन्द्र हो, नयाँ जीवनको चिन्ह हो। मृत्यु र पाप र पुरानो स्वभावलाई कल्पनाको क्रुसमा यसो लिनु भएको छ र क्रुसद्वारा तपाईँले मलाई विजय दिनुभएको छ। अब चाहिँ हामी नयाँ भएर जिउन सक्छौँ। क्रुस चाहिँ प्रियहरू स्वीकारको प्रतीक हो। हामी जस्तो सुकै भए तापनि आज मैले फलानामा प्रश्न गरेको थिएँ, पहिला प्रश्न हजुरहरूलाई पनि गरिसकेको छु। यदि हामीहरूले मनमा सोचेको सबै कुराहरूलाई चलचित्र बनाउने हो भने म एउटा ग्यारेन्टी दिएर भन्छु, हजुरले कसैलाई पनि त्यो चलचित्र हेर्नुहोस् भन्ने चाहनु हुँदैन होला। सोच्नुहोस् चाहिँ तपाईँले हाम्रो मनमा के सोच्छ, श्रीमतीलाई देख्दाखेरि यत्रो एउटा तारा केटीको दिनहरू पनि होला होइन। श्रीमानलाई हेरेर, आफ्नो साथीहरूलाई हेरेर, दाजुभाइलाई हेरेर, कतिजनालाई गाउँलाई हेरेर पनि दाजुभाइको मन है मैले महसुस गरेको कुरा है। त्यस्तो हाम्रो मनमा कस्तो डरलाग्दो कुराहरू, यदि सबैलाई चलचित्र बनाउने हो भने त्यो चलचित्र चाहिँ हजुरले कहिले पनि हलमा लागोस् भन्ने चाहनुहुन्छ। चाहनु भयो भने तपाईँलाई मान्छे लगाएको नै हेर्नुहोस् त, हामीले कस्तो सोच्छौँ। यस्तो व्यक्तिहरूलाई पनि परमेश्वरले प्रेम गर्नुहुन्छ। हालेलुया। स्वागत छ। क्रुस चाहिँ सिद्धिएको कार्यको प्रतीक हो। के हो र हजुर? सिद्धिएको कार्यको प्रतीक। यूहन्ना 19:30 जब यसो गर्नुभयो, गर्दै हुनुहुन्थ्यो, उहाँले आफ्नो अन्तिम शब्द, अन्तिम वाक्य के भन्नुभयो? अब सिद्धियो। जसको अर्थ हुन्छ पनि भनेर भनिन्छ ग्रिक भाषामा। जसको अर्थ हुन्छ तपाईँहरू पहिले कल्भरीको क्रुसमा हाम्रो सबै मुक्तिको लागि, उद्धारको लागि गर्नुपर्ने सबै काम चाहिँ कल्भरीको क्रुसमा सिद्ध्याउनु भयो। धेरैपल्ट मान्छेहरूले प्रश्न गर्छन् यो मुक्ति र उद्धार भनेको चाहिँ के हो भनेर प्रश्न गर्छन् होइन। हजुरलाई पनि थाहा हुनसक्छ, सामान्य भाषामा मुक्ति अथवा उद्धार भनेको चाहिँ पाप र मृत्युको बन्धनबाट छुटकारा हुने कार्यलाई चाहिँ मुक्ति र उद्धार भनिन्छ। त्यो कार्य चाहिँ तपाईँले मैले गर्न सक्दैनौँ र यसो क्रुसले कल्भरीको क्रुसमा सिद्ध्याउनु भयो। त्यस कारणले गर्दा क्रुस भनेको चाहिँ हाम्रो सिद्धिएको कार्यको प्रतीक हो। क्रुस चाहिँ प्रियहरू आफैलाई इन्कार गर्ने स्थान हो, अनि क्रुस चाहिँ अन्तिममा हाम्रो लागि गर्वको स्थान। हालेलुया। अब आज तपाईँले भन्न सक्नुहुन्छ प्रियहरू, म क्रुसमाथि गर्व गर्दछु। सबैले भन्नुहोस् न एकैछिन, म क्रुसमाथि गर्व गर्छु। के गर्छ म क्रुसमाथि गर्व गर्दछु। हामी